हेलो गाइज वेलकम ब्याक टु माइ न्यू ब्लग सिद्धान्तको ब्लग हो। आज चाहिँ भन्नु चाहिँ हेलो गाइज वेलकम ब्याक टु माइ न्यू ब्लग। आजको ब्लगमा हजुरलाई स्वागत छ। आजको ब्लग चाहिँ सिधा ब्लग्स भन्नु लाउनु छिटो। केही छैन गाइज, मेरो नातिले बिरामी भएर यो हस्पिटलमा भर्ना गरेर पुरेर बसिएको छु। मलाई कति गाह्रो छ गाइज, भनेको मान्दिनन्, पिरिन्छु। अनि यसो गर भन्नु, घरै जान खोजेर रोको रोइ। मलाई त घरको याद आयो, हर्छिन् गाइज। के गर्ने, औषध त गर्नु पर्यो। नरौ न मेरो प्यारी, नरौ भन्दै मैले जसले आँसु पुछिछु गाइज। मैले नलौ मामी भोलि जाने गल भनेको आज मामु भन्छ, गल जाने भन्छ घर जान हतियार लायो अरे। अनि त ज्वरो आएर आएकोमा हस्पिटल आएको मान्छे अनि सन्चो बनाउनु पर्यो नि त गाइज। सन्चो भएपछि हामी आज घर गए हुन्छ भन्नुभएछ डाक्टर साहबले। आज त सीता ममले मलाई एमजी बजार लानुहुन्छ। अब एमजी बजार जान बाँकी छ गाइज। मेहेन्दी र चुरा किन्न एमजी बजार जाने। त्यस्ता एमजी बजार हामी गइँदैन गाइज। नानीलाई सन्चो भएको छैन, त्यही भएर एमजी बजार हामी गइँदैन। एउटा मेहन्दी र 1 दर्जन चुरा किनिदिउँला भनेको छु, किन्दिन पर्ला भन्ने सन्चो भएपछि लैजानुहुन्छ। सन्चो भएपछि म लैजान्छु एमजी बजार। स्केटिङ पार्क नि स्केटिङ आफ्नै स्केटिङ छ, त्यही खेले हुन्छ है गाइज। स्विमिङ ल अब स्विमिङ पुल एक दिन भनेर रहर गरेछन् मेरी पुन्टुरीले, अनि एक दिन मैले लैजान्छु गाइज। अब हामी खाना खान्छौँ। खानासाना खाएपछि अनि डिस्चार्जको फाइल लिएर म जानेछु। हुन त अहिले अब फाइल लैजानु भन्नुभएको थियो, अब एकैचोटि खाना खाएर गरौँला गाइज भनेर हामीले म्यामलाई भन्यौँ, सिस्टरलाई। अब हामी खाना खान्छौँ। खाना खाइसकेपछि अनि हाम्रो डिस्चार्जको फाइल अगाडि बढ्छ। अनि पार्ट 2 चाहिँ घर जाने बेलामा आउँछ। पार्ट 2 चाहिँ घर जाने बेला आउँछ। बाई गाइज। बाई गाइज।